होइन, अहिले त पुसको महिना होइन र भने नयाँ वर्ष आउन अझै 3-4 महिना भएको जस्तो लाग्छ। तर सबैले ह्याप्पी न्यू इयर भन्छ। यो जेन्जीहरूको आन्दोलनले त सरकार बदल्यो भनेको त क्यालेन्डर पनि बदलेछ कि क्या हो? म त अचम्मै परे त बा, पुस महिनामै नयाँ वर्ष आखिर भएको चाहिँ के रहेछ? होइन हौ तोरी लाउरे, के छेरिस हौ त्यस्तो भुनभुनाउँदै हिँडिरहेछस् त? अहिले पुसको महिना होइन र भने हजुरबा। हो, किन के भयो र? सबै बौलाएछन् कि क्या हो? पुस महिनामै ह्याप्पी न्यू इयर भन्छन् त। अरू चाहिँ होइन, त बरु बौलाएछस् गाँठे। हाम्रो देशको पो नयाँ वर्ष होइन, अरू देशको त नयाँ वर्ष हो नि। ए, कुरा तेर्सो पो हो? कुरो तेर्सै हो। हामीले त अरू देशको नयाँ वर्ष भए पनि 2025लाई बाई गर्दै 2026लाई हाई गर्दै वेलकम गर्दै सेलिब्रेसन गरेका हौँ गाँठे। फेरि यो सेलिब्रेसन वेलकम भनेको चाहिँ के रहेछ हजुरबा? कहिले पढ्ने गरेको भए पो थाहा हुन्छ र यस्ता कुरा। जहिले पढ्ने बेला गुच्चा खेलेर हिँड्छ, अनि कहाँबाट थाहा होस् त यस्ता कुरा गाँठे? भनेपछि 2025लाई बाई गर्दै 2026लाई हाई गर्दै ह्याप्पी न्यू इयर होइन त हजुरबा? हो त नि गाँठे।